एयरक्राफ्ट चाहिँ ल्यान्ड गर्न आएको छ र फायर भेहिकलले चाहिँ फलो गर्दैछ टाइम भएको छैन होला यो त लामो हान्नुपर्ने चाहिँ टेन्ट एयरक्राफ्ट क्रास भएको अवस्था 20 रनवे 20 AM मा क्रास भएको छ यताको पहिला आउँछ उता सानो आगो लाग्यो है अब बढ्ने होला खिचिरहेको छु अन भएको छ अलर्ट 1 आने आफै मात्र अलिकति थोरै हान्ने मात्र भन्थे पुरै हान्ने अहिले आगो निभाउने कार्य हुँदैछ फायर भेहिकलले आफ्नो पोजिसनिङ गरेर फर्म डिस्चार्ज गरेको देख्नुहुन्छ सबैजनाले फ्युल फायरमा चाहिँ हामी बम प्रयोग गर्छौँ सेन्टरबाट क्रास साइटको अवस्था जानकारी लिने कार्य भइरहेको छ र अहिले रेस्क्यु अपरेसन समेत सुरु भइसकेको छ आज कम्प्लिटली लिएर रेस्क्यु अपरेसन सुरु भइसकेको छ कस्तो पानीले भिजेर हात त्यसै गएर मान्छे बोकेको त के हो डेमो हुन्थेन जेमो
वायुयानका 188 जना हवाई यात्री तथा 12 जना चालक दलका सदस्य गरी जम्मा 200 जना यात्रीहरू रहेको जानकारी प्राप्त भयो। वायुयान अवतरण गर्नुभन्दा 30 मिनेट अघि पाइलट कमान्ड PIC-ले डायन इन्जिनमा थप समस्या देखिएको जानकारी पश्चात विमानस्थल स्थित सबै सरकारी निकायलाई यो कमिसनले कन्ट्रोलरद्वारा सूचना प्रेषण गरियो। यसरी वायुयानको डायन इन्जिनमा प्राविधिक समस्या थप हुँदै गइरहेकोले PIC-द्वारा पाइलट कमान्डद्वारा हवाको लागि प्राप्त भयो। यस किसिमको जानकारी प्राप्त भएपछि अस्थायी रूपमा विमानस्थल बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मेडिकल सर्भिस, एयरक्राफ्ट अपरेटर, ग्राउन्ड ह्यान्डलिङ सर्भिस, सिटी फायर सर्भिस सम्पूर्ण तयारी अवस्थामा रहेका रनवे 02 प्रयोग गरी अवतरण गर्ने क्रममा असन्तुलित भएपछि रनवे 20 नर्थ साइड विमानस्थलबाट अहिले चाहिँ हाम्रो रेस्क्यु अपरेसन सुरु भएर बिरामीहरूलाई घाइतेहरूलाई ट्रायल्समा लिएर आउने कार्य जारी रहेको छ। मेडिकलको टिम क्रास साइटमा आइपुगेर ट्रायल्स गर्दै हुनुहुन्छ र घाइतेहरूलाई बिरामीहरूलाई हाई प्रायोरिटीका बिरामीहरूलाई एम्बुलेन्समा राखेर नजिकको अस्पताल पुर्याउने कार्यहरू सुरु भइसकेको छ।
अहिले रेस्क्यु अपरेसन सबै घाइतेहरूलाई कनेक्सन एरियामा ल्याउने कार्य सम्पन्न भइसकेको छ र घाइतेहरूलाई विभिन्न अस्पताल लैजाने कामहरू भइरहेको छ। यो यस घटनाको दोस्रो प्रेस रिलिज हुन गइरहेको छ। अब सबै उपस्थित महानुभावहरूलाई प्रेस विज्ञप्ति 2 जारी भएको जानकारी गराउन चाहन्छौँ।